नेपालकै सबैभन्दा रहस्यमय मन्दिर मध्ये एक, जहाँ पुग्न डुङ्गा चढ्नुपर्छ, तर यसको इतिहास सुन्दा शरीर नै सिरिङ्ग हुन्छ। पोखराको सुन्दर फेवा तालको बीचमा रहेको तालबाराही मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, रहस्यले भरिएको स्थान पनि हो। मान्यता अनुसार धेरै वर्ष अघि यहाँ एउटा बस्ती थियो। एक दिन भिक्षा माग्दै आएकी वृद्ध महिलालाई कसैले सहयोग गरेन, केवल एउटै परिवारले उनलाई भोजन दियो। त्यसपछि ती महिलाले तुरुन्तै गाउँ छोड्न चेतावनी दिइन्। परिवार बाहिरिए लगत्तै ठूलो बाढी आयो र पुरै गाउँ पानी मुनि डुब्यो। पछि त्यही स्थानमा ताल बन्यो र बीचमा देवी बाराहीको मन्दिर स्थापना गरियो। आज पनि धेरै स्थानीयहरू विश्वास गर्छन् कि थेवा तालको गहिराईमा पुरानो बस्तीका अवशेष लुकेका छन्। यो कथा किंवदन्तीमा आधारित भए पनि तालबाराही मन्दिरले आजसम्म लाखौं भक्त र पर्यटकलाई आकर्षित गर्दै आएको छ। के साँच्चै फेवा तालको गहिराईमा हराएको गाउँ अझै लुकेको छ? यो रहस्यको उत्तर आजसम्म कसैसँग छैन।